ओके, बलिदान मुभी डिरेक्टेड बाई सन्तोष सेन, जो कि कुनै पनि प्रोपर टिजर अथवा ट्रेलर बिना पनि मुभीको राम्रो हाइप क्रिएट गर्न सफल भएको छ। जसको कारण हो कि सौगत मल्लको रकी भाइलाई रुक्स र अर्को कारण कि फेस अफ बिट्विन सौगत मल्ल एन्ड समीर भट्ट। एउटा बाघ हो भने अर्को डम्मरु। सौगत मल्ल जो कि वान अफ द इस्टाब्लिस्ड एक्टर अफ नेपाल हुन् र अर्कोतर्फ इस्टाब्लिसिङ एक्टर समीर भट्ट जो कि 12 गाउँपछि नेपाली जनताबीच हाइपमा आएका छन् र आफ्नो बुवा विराज भट्टको लेगेसी कायम गर्ने बाटोमा हिँडिरहेका छन्। यो दुई कुरा नै काफी छ मुभीलाई हाइपमा ल्याउन। अब मुभीमा हिरोको भिलेनको भनेर अहिले चाहिँ प्रस्ताव खुलाएको छैन, तर यसको प्रिटिजर र प्रमोसनल भिडियो हेर्दा चाहिँ मेबी समीर भट्टलाई हिरो र सौगत मल्ललाई भिजिलेन्टे अथवा एन्टी हिरोको रूपमा देखाइन्छ जस्तो छ। र मलाई चाहिँ यो मुभीको स्टोरी कहीँ न कहीँ मध्य प्रदेशको पोलिटिक्स अथवा ल्यान्ड रिफर्मिङतिर फोकस हुन्छ कि जस्तो लाग्यो। यो मेरो गेस मात्र हो र यो मुभीको बारेमा थप जानकारी पाउन हामीले प्रोपर ट्रेलर नै कुर्नुपर्ने हुन्छ र म ग्यारेन्टी लिन्छु दसैँमा अथवा जहिले पनि यो मुभी रिलिज हुन्छ बक्स अफिसको नयाँ रेकर्ड बन्छ। र यति भन्दै यो भिडियो म यतै अन्त्य गर्न चाहे। हस्त, धन्यवाद।